तपाईँले आइपिओ अथवा सेयर तपाईँले चाहिँ टिएमएस एकाउन्टबाट बेच्नुभयो, केही घन्टा पछाडि चाहिँ तपाईँले मेरो सेयरबाट चाहिँ आफै सेयर ट्रान्सफर गरिदिनु भएन भनेदेखि चाहिँ बिर्सनु भयो अथवा भुल्नु भयो भने त्यस्तो अवस्थामा चाहिँ तपाईँलाई 20% फाइन लिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसको लागि चाहिँ हामी सतर्क हुन जरुरी छ गाइस। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ आइपिओ अथवा सेयर बेचेको चाहिँ तपाईँको 3-4 घन्टा पछाडि चाहिँ तपाईँले चाहिँ तपाईँको फोनमा मेसेज पाउनुहुन्छ सेयर ट्रान्सफर गर्नु भनेर। त्यस कारणले गर्दा सेयर ट्रान्सफर गर्ने तरिका जान्नु जरुरी छ। अब हामी हेर्न जान्छौँ मेरो सेयरबाट चाहिँ हामी कसरी सेयर ट्रान्सफर गर्न सकिन्छ। त्यसको लागि चाहिँ हामीले मेरो सेयर एकाउन्टमा गएर तपाईँले लगइन गर्नुहोस्। मेरो सेयर लगइन गरिसकेपछि तपाईँले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ तपाईँको मोबाइल फोनमा। त्यसपछि तपाईँले हेर्ने बटम साइडमा चाहिँ तपाईँ लेफ्ट कर्नरमा चाहिँ तपाईँले 3वटा लाइन देख्न सक्नुहुन्छ। त्यो 3वटा लाइनमा तपाईँले ट्याप गर्नुहोस्। त्यसपछि तपाईँ यहाँ माई पर्चेस सोर्समा जानुहोस् र माई पर्चेस सोर्समा गइसकेपछि तपाईँको यहाँनिर सेयरको स्क्राइब सर्टकट नेम देखाइरहेको हुन्छ, त्यसलाई चाहिँ सेलेक्ट गरेर तपाईँले सर्च गर्नुहोस्। सर्चमा ट्याप गरिसके पछाडि यहाँनिर तपाईँले सर्चमा ट्याप गरिसके पछाडि चाहिँ तपाईँको सेलेक्ट अल गर्नुहोस्, त्यसपछि प्रोसिड गर्नुहोस्, त्यसपछि कन्फर्म गर्नुहोस्। यसरी कन्फर्म गरिसकेपछि तपाईँको पर्चेस सोर्स चाहिँ यहाँनिर गएर अपडेट हुन्छ। अब त्यसपछि जाने भने हाम्रो यहाँनिर गएर माई होल्डिङमा जाने। माई होल्डिङमा गएर चाहिँ त्यो कति दिनसम्म होल्ड गरेको भनेर हामीले यहाँ अपडेट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यहाँनिर सेलेक्ट गर्ने, सेलेक्ट अल गर्नु, त्यसपछि प्रोसिड गर्नुहोस्। त्यसपछि तपाईँले चाहिँ अपडेट गरिदिनुहोस्। अपडेट गरेर यहाँ तपाईँ कन्फर्ममा तपाईँले ट्याप गर्नुहोस्। त्यसरी तपाईँको होल्डिङ पनि यसरी चाहिँ सक्सेसफुली अपडेट हुन्छ। अब तपाईँ त्यस पछाडि ब्याक आउनुहोस्। त्यसपछि हामी यहाँनिर आएर चाहिँ माई इडिआइएसमा ट्याप गर्छौँ। त्यसपछि माई इडिआइएसमा ट्याप गरिसके पछाडि हामीले यहाँ गएर चाहिँ तपाईँको ट्रान्सफर अफ सेयर भन्ने सेक्सनमा ट्याप गर्छौँ। अनि त्यहाँ गएर डिटेलमा ट्याप गरिसकेपछि यसरी तपाईँको डिटेल देखाइदिन्छ र यहाँनिर गएर चाहिँ तपाईँले चाहिँ सेलेक्ट गर्ने, टिकमार्क लाउने, त्यसपछि प्रोसिड गर्ने। यसरी प्रोसिड गरिसके पछाडि तपाईँले यहाँनिर गएर यसलाई आई अग्रीमा चाहिँ तपाईँले टिकमार्क लगाएर कन्फर्म गरिदिने र सक्सेसफुल्ली रिक्वेस्टेड फर ट्रान्सफर अफ सेयर भनेको छ। अब यति भइसकेपछि तपाईँको सेयर ट्रान्सफर हुन्छ। यसरी चाहिँ हामी सजिलो तरिकाले चाहिँ मेरो सेयर एपबाट चाहिँ हामीले चाहिँ आफ्नो बेचेको सेयरलाई चाहिँ ट्रान्सफर गर्न सक्छौँ। हुन्छ, आजको भिडियोमा यति नै। अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।